भएका छौँ। सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार ठिक यसै बेला प्रस्तुत गरिन्छ। विभिन्न समसामयिक विषयहरूलाई हामी यसमा समावेश गर्नेछौँ। श्रोताहरू, कीर्तिपुर क्षेत्रमा धेरै पहिलेदेखि एउटा नाउँ ज्यादै प्यारो नाउँ छ, नानी मिस। आजको कार्यक्रममा हामी उहाँसँग कुराकानी गर्दैछौँ। उहाँ हुनुहुन्छ नन्द कुमारी महर्जन। प्यारो नाउँ छ उहाँको, नानी मिस। नन्द कुमारी भन्दा पनि उहाँलाई नानी मिसले धेरै चिनिन्छ। स्थानीय चिन्ने जान्नेहरूले उहाँलाई नानी मिस नै भन्नुहुन्छ। कति प्यारो नाउँ छ है। उहाँ यति नाउँ मात्रै प्यारो होइन, मान्छे पनि प्यारो हुनुहुन्छ। जनसेवा माध्यमिक विद्यालयकी पूर्व प्राध्यापका अनि नेपाल मानव अधिकार सङ्गठनको कोषाध्यक्ष र त्यस पछाडि अध्यक्ष पदमा आसन्न हुनुहुन्थ्यो। त्यसपछि अहिले भर्खरै शिक्षा सेवा आयोगमा सदस्य नियुक्ति हुनुभएको छ उहाँ। यसबाहेक पनि विभिन्न महिला सङ्गठनहरूमा उहाँ आबद्ध हुनुहुन्छ। कसरी शिक्षण पेसालाई अगाडि बढाउन सकिन्छ र कसरी शिक्षण विधि राम्रो गरेर विद्यार्थीहरू उत्पादन गर्न सकिन्छ भन्ने कुरामा सधैँ तल्लीन हुनुहुन्छ उहाँ। उहाँसँग आज हामी कुराकानी गर्दैछौँ। आज मैले उहाँलाई हाम्रो स्टुडियोमा निम्ताएको छु। बिहानै उहाँ आज हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ। चिटिक्क परेर आउनुभएको छ। नमस्ते नानी मिस। नमस्ते। कार्यक्रममा स्वागत छ यहाँलाई। थ्याङ्क यू भेरी मच। कति प्यारो नाउँ छ है नानी मिस। माया गरेरै अभिभावकले राख्नुभएको नाम है। हजुर, धेरै प्यारो नाउँ छ। काम पनि त्यति नै प्यारो छ यहाँको। म पनि जनसेवा स्कुलसँगै मेरो घर छ। त्यतिखेरदेखि म तपाईँलाई देख्छु। बिहानदेखि आइरहनु भएको हुन्छ स्कुलमा। बेलुका म अफिसबाट फर्केर आउँदा तपाईँ बल्ल फर्किँदै हुनुहुन्छ है। धेरै खट्नुभयो है। लाग्नुपर्छ। स्कुल बनाउनलाई चाहिँ लाग्नुपर्छ, समूह नै लाग्नुपर्छ। यो पेसामा कति वर्ष जति बिताउनु भयो यहाँले? मैले 39 वर्ष। 39 वर्ष शिक्षण पेसामा? हजुर, एउटै स्कुलमा? एउटै स्कुलमा। यो बिरलै हुन्छ है यस्तो। खोइ, मलाई असाध्यै मनपर्ने स्कुल भयो। त्यति प्यारो छ है। अन्त कहीँ जान सकिनँ मैले। स्थानीयहरूले पनि तपाईँलाई धेरै प्यारो माया गर्नुहुन्थ्यो नि है। समुदायले चाहिँ साँच्चै नै समुदायबाट माया पाएको, व्यवस्थापनबाट माया पाएको, हजुर, अभिभावकबाट माया पाएको, हजुर, हाम्रा शिक्षक मित्रबाट माया पाएको, विद्यार्थीबाट माया पाएको। मेरो बुवाले नि आफ्नै छोरी जस्तो गर्नुहुन्थ्यो होला है। याद छ? याद छ। धेरै लामो सेवा गर्नुभयो एउटै स्कुलमा। सुरुमा प्रवेश गरेदेखि त्यही स्कुलमा प्राध्यापकसम्म हुनुभयो है। हजुर, हो। योभन्दा ठुलो उपलब्धि के हुन्छ त एउटा शिक्षकको लागि? उद्देश्य चाहिँ लिनुपर्ने रहेछ होइन। अब आफ्नो काममा विश्वास गर्नुपर्ने रहेछ। मलाई लाग्छ सबभन्दा पहिला आफूप्रति आफूले नै विश्वास गर्नुपर्छ कि। आत्मविश्वास र एउटा सङ्कल्प पनि हुनुपर्ने रहेछ। यही हो। आफ्नो पेसालाई माया चाहिँ सबैले गर्नै पर्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो आफ्नो पेसाप्रति म अत्यन्त विश्वस्त र म माया गर्छु। पक्कै पनि है। कुनै क्षेत्रमा लागेपछि निरन्तर लागिरहनुपर्छ। हजुर। एउटा पेसामा अलि सुरुमा त्यो शिक्षण पेसामा त्यति आकर्षण थिएन है हाम्रो तपाईँ जतिखेर छिर्नुभयो नि त्यतिखेर शिक्षण पेसा त्यति आकर्षित पेसा थिएन है। आकर्षण वास्तवमा शिक्षा जस्तो राम्रो पेसा के नै हुनसक्छ होइन। तर आकर्षक बनाउनलाई नि त्यो चाहिँ एउटा योजना चाहिँ हुनुपर्ने रहेछ। योजना परिपूर्तिको लागि कोसँग सहयोग लिने र आफ्ना शिक्षक मित्रहरूसँग क्षमता के छ त्यो पहिचान हुनुपर्ने रहेछ। र क्षमता अनुसार नै हामीले काम दिन सक्यो भने खुसी भएर सबैको सहयोग पाउने रहेछ। यो मेरो अनुभव हो। हजुर। अब अहिले यो हाम्रो भेगमा धेरैवटा स्कुलहरू छन्, प्राइभेट स्कुलहरू पनि छन्। तर सरकारी स्कुलमा यति विद्यार्थीहरू भएको त सायद काठमाडौँ उपत्यकामा छैन कि?
छैन त म भन्दिनँ होइन मतलब नि अब छ मतलब जस्तै अब सरकारी स्कुलमा त्यति विद्यार्थी छन् हाम्रो जनसेवामा जति छन् जस्तै अब अरू विद्यालयको पनि मसँग डाटाहरू छन् होइन सरकारी विद्यालयले पनि धेरै अब हाम्रो विद्यालय जस्तै अन्य विद्यालयले पनि चाहिँ अब रूपान्तरकारी भूमिका निर्वाह गरेर हाम्रो चाहिँ सार्वजनिक विद्यालयलाई कसरी राम्रो पार्ने भनेर अघि बढिराख्नुभएका थुप्रै हेडमास्टरहरू पनि यहाँ हुनुहुन्छ। यो शिक्षण पेसामा पहिलेको शिक्षण विधि र अहिलेको विधिहरूमा के फरक पाउनु भएको छ? होइन अब प्रायः जसो चाहिँ अब व्याख्यान विधि हजुर पहिला धेरै प्रयोग भएको देखिन्छ भने अहिलेको विधिमा चाहिँ अब प्रविधि मैत्री भयो होइन एउटा स्टिमलाई ध्यान दिएको छ क्या साइन्स एन्ड टेक्नोलोजी अनि आर्ट्स र म्याथ यसरी चाहिँ सबै विषयलाई चाहिँ भनौँ न एउटै दृष्टिले अगाडि बढाउनेतिर चाहिँ अहिले लगिएको देखिन्छ वास्तवमा। हामीले स्कुल पढ्दाखेरि भनौँ न फर्स्ट डिभिजन त मुस्किलले आउँथ्यो त्यो भनौँ न 900 फुल मार्कमा 655 कति आउनु पर्थ्यो फर्स्ट डिभिजन ल्याउनलाई त्यति मुस्किलले नै आउँथ्यो। अहिलेको विद्यार्थीहरूले त डिस्टिङसन ल्याएर आउँछन् 80% 90% आएर आउँछ। त्यो फरक कसरी भयो होला? मलाई लाग्छ यो फरक भएको कारण चाहिँ अहिले अब सेल्फ उत्प्रेरणा छ नि मैले पढ्नुपर्छ र अब यो कम्पिटिसनको जमाना होइन विश्वमा आफू बिक्नु पनि पर्यो त्यस कारण स्थानीयको पनि ज्ञान हुनु पर्यो र विश्वको पनि ज्ञान हुनु पर्यो। आज अध्ययन गर्ने तौर तरिका धेरै नै आइसकेको छ त्यसले गर्दाखेरि सेल्फ अध्ययन गर्ने बानी पनि बसेको छ। साथसाथै हाम्रा शिक्षकहरूमा पनि धेरै परिवर्तन आएको मैले पाएको छु। त्यो शिक्षकको गुण हो एकदम शिक्षकको गुण हो किन भन्दाखेरि यसले धेरै फरक ल्याएको छ। मेरो विद्यार्थीलाई म यसरी राम्रो गर्छु भन्ने एउटा हरेक शिक्षकमा एउटा योजना नै हुन्छ। शैक्षणिक योजना भन्छ अथवा चाहिँ दैनिकको लागि पाठ योजना होइन साप्ताहिक योजना अनि मासिक योजना र वार्षिक योजना भनेर अलग अलग योजना नै चाहिँ तयार गरेको हुन्छ र साथसाथै आज नेपाल सरकारले नै कार्यमूलक अनुसन्धान नगरिकन ऊ बढुवा हुँदैन। कार्यमूलक अनुसन्धान यो भनेको के हो भन्दाखेरि आफ्नो विषयमा कहाँनिर कठिनाइ आयो त किन मेरो विषयमा यो टपिक्समा किन कठिनाइ आयो भनेर आफैले आफ्नो विषयको लागि आफैले अनुसन्धान गर्ने जसलाई हामीले कार्यमूलक अनुसन्धान अथवा चाहिँ एक्सन रिसर्च भन्छौँ। त्यो एक्सन रिसर्च प्रत्येक टिचरले गर्नै पर्छ। अहिलेको यो शिक्षा नीतिले नै ल्याएको छ र बढुवा गर्नको लागि त्यो कार्यमूलक अनुसन्धान भएपछि मात्रै नम्बर चाहिँ चढ्छ क्या त्यसका यस यस यस। अब अहिले के भइरहेछ भने अब लकडाउन भनौँ न कोरोनाले गर्दाखेरि लकडाउनको स्थिति छ यतिखेर चाहिँ विद्यालयहरू लगभग पुरै बन्दै छन् होइन अनि हामी चाहिँ अब भर्चुअल माध्यमबाट अध्यापन गराइरहेका छौँ। त्यसबाट उत्पादन कस्तो किसिमको होला त? उत्पादनमा कुनै गिरावट यस्तो किसिमको केही सम्भावना छ? हामीले एकदम राम्रो सोच्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसकारण यो भर्चुअल माध्यमबाट अब हामी यो कोरोनाको कहर छ अब यो कति वर्षसम्म जाने हो होइन जबसम्म सम्पूर्ण नेपाल मात्र नभनौँ विश्वका जति पनि देश छन् सम्पूर्ण भनौँ न पिपुल सम्पूर्ण जनताले सम्पूर्ण मानिसले जब भ्याक्सिनेटेड अथवा भ्याक्सिन लगाइन्छ पूर्ण हुन्छ तब हामी चाहिँ अब विश्वास गर्छौँ कि यो अब आउँदैन भनेर विश्वास गर्न लायक हुन्छ। तर अब अहिले चाहिँ भनौँ न यो भ्याक्सिन त पूर्ण हुनलाई नै हामीले 2-3 वर्ष त लाग्छ नै। त्यही भएको हुनाले यो कोरोनासँगै बाँच्नुपर्ने बाध्यता छ। त्यसकारण भर्चुअल क्लास त हुनै पर्यो। त भर्चुअल क्लासमा पनि यदि हामीले अन्वेषण तरिकाबाट प्रोजेक्ट वर्कबाट हामीले यदि भर्चुअल माध्यममा पनि दिन सकिन्छ क्या विद्यार्थीहरूलाई होइन यसरी दिन सक्यो भने कम्तीमा पनि यो सिकाइ प्रक्रियामा
लर्निङ एचिभमेन्ट चाहिँ गिरावट आउँदैन भन्ने म चाहिँ पूर्ण विश्वास गर्दछु। वास्तवमा हिजो अस्ति चाहिँ यो प्रविधिमा ज्ञान नभएका होइन हामी पुरानो शिक्षकहरूले पनि यो कोरोनाले गर्दा धेरै होइन नयाँ चाहिँ प्रविधिहरू सिक्ने अवसर प्राप्त भएको चाहिँ छ। त्यसकारण नसिकिकन त यो अगाडि भर्चुअल क्लास त लिनै सक्दैन। त्यसकारण प्रत्येक स्कुलले अब म आफू झन्स्याउमा आबद्ध भएको कारणले गर्दा यो लकडाउन हुनासाथ चुप लाएर नबसिकन सबभन्दा पहिला टिचर्स ट्रेनिङ सञ्चालन गर्नुभयो। यो अवश्य चाहिन्छ। कसरी भर्चुअल क्लास चलाउने सम्बन्धमा तालिम अब प्रत्येक स्कुलमा पनि पक्कै पनि गरेको हुनुपर्छ भन्ने विश्वास गर्दछु। त्यसकारण टिचरमा एबिलिटी भएपछि विद्यार्थीमा गिरावट चाहिँ आउँदैन र टिचरमा एबिलिटी चाहिँ हुनैपर्छ होइन। र यी विद्यार्थीहरूलाई फेरि एकजना मात्रै मतलब नि साउन्ड चाहिँ त्यो चाहिँ भिडियोमा नबसिकन बसे पनि आफ्नो अभिभावकलाई फोन गरिकन तपाईँको नानी तपाईँको बाबु भिडियोमा छैन, भिडियो अफ गरेर बसेको छ भनेर एउटा उत्प्रेरणा अभिभावकलाई पनि जगाउनुपर्छ र त्यसो गर्न सक्यो भने मलाई लाग्छ यो गिरावट चाहिँ आउँदैन। पक्कै पनि अब कस्तो हुन्छ भने स्कुलमा पढ्दाखेरि टिचरले पढाइरहेको हुन्छ 1 घन्टा क्लास हुन्छ सपोज कति हुन्छ थाहा छैन अहिले है। अनि त्यहाँनिर ऊ निदाइरहेको पनि हुन्छ। त्यो चाहिँ क्लासमा मासमा हेर्नु र भिडियोमा थोरै कति व्यक्ति हुन्छन् स्टुडेन्टहरू तिनीहरूलाई मात्र हेर्दाखेरि चाहिँ डाइरेक्ट हेर्न पाइरहेको हुन्छ नि आँखामा होइन। त्यो त सबै अहिले सम्पूर्ण गर्न भिडियो सर्ट गर्न मिल्छ। सम्पूर्ण भनौँ न एउटा टिचरले कन्ट्रोल गरेर जे पनि चाहिँ एउटा डाटा लिन सकिन्छ। त्यसकारण कम्युनिकेसनको वातावरण चाहिँ अत्यन्त हुनुपर्छ भन्ने लाग्छ। विद्यार्थीले कति ध्यान दिएको छ त। अर्को कुरा पनि अब एउटा शिक्षकले कक्षामा कसरी अध्यापन गर्नुहुन्छ, कसरी विद्यार्थीहरूलाई डेलिभरी गर्नुहुन्छ भन्ने कुरा अभिभावक कक्षाभित्र गएर हेर्ने पाउने अवसर थिएन। अब त अभिभावक नै अगाडि बसेर कुन टिचरले कसरी अध्यापन गर्नुहुन्छ भन्ने चाहिँ अब को टिचर कति क्वालिटीको छ, गुणस्तरीय को हुनुहुन्छ भन्ने कुरा त अभिभावकले अनलाइनमा गनेर उहाँले पत्ता लगाउनुहुन्छ। प्लस पोइन्ट हो। र थाहा हुँदैन नि कहाँ थाहा हुन्छ। म एकचोटि फल्नाको कक्षा म हेर्न चाहन्छु भन्यो भने त चान्स छैन भनेको होइन, तर अभिभावकले चासो लिनु पर्यो। तर अहिले त भर्चुअल माध्यम भनेपछि त आफ्नो आफ्नो घर घरमै आफ्ना चाहिँ भनौँ न बच्चाले कति ध्यान दिएर अध्ययन गरेको छ र टिचरले कसरी चाहिँ अध्यापन गर्नुभएको छ, टिचरले समेत इभ्यालुएसन। र अर्को एउटा कुरा कक्षामा अध्यापन गराउँदा एक तरिका मात्र चाहिँ लेसन प्लान तयार हुन्छ भने अब त उसले पावर पोइन्ट तयार गर्नुपर्ने हुन्छ, नयाँ नयाँ चाहिँ मेटेरियलहरू उसले देखाउनु पर्ने हुन्छ भर्चुअल माध्यमबाटै होइन। र नयाँ नयाँ प्रोजेक्ट वर्क दिन पनि एकदम सजिलो छ क्या भर्चुअल माध्यमबाट। टिचरको पनि तयारी पूर्ण रूपमा हुनै पर्यो, नभइकन त भर्चुअल क्लास असम्भव। म यही भन्छु। एउटा मैले सुनेको एउटा भर्खरै यो एसईको रिजल्ट भयो नि, हजुर, यसमा एउटा विद्यार्थीको A+ आएछ। तर त्यो विद्यार्थी सन्तुष्ट आफैमा सन्तुष्ट भइनछ। एउटा केटी विद्यार्थी हुन्, उनले मलाई नै भनिन् बधाई छ है भने मैले उनलाई भन्दाखेरि म सन्तोषै छैन सर, मैले राम्रो पढेकै थिएन तर मेरो A+ आएको छ भनेर उनले भनिन्। त त्यहाँ उनको अब बीसम्म कतिसम्म आउनुपर्ने एक्सपेक्टेसन थियो होला सायद, A+ आएको छ भने चाहिँ त्यहाँनिर राम्रो इभ्यालुएसन भएन कि रिजल्टमा भन्ने पनि यतातिर सुनिन्छ। कस्तो होला त्यहाँनिर? मलाई कस्तो लाग्छ भन्दाखेरि आफ्नो विद्यालयले इन्टरनल मूल्याङ्कन गरेर त्यहाँ चाहिँ विद्यार्थीलाई नम्बर दिँदा बढी दिने भन्ने त्यो चाहिँ नहुनुपर्ने जस्तो मलाई चाहिँ लाग्छ है। उसको एचिभमेन्ट अनुसार नै नम्बर चाहिँ दिनुपर्ने हो र दिनु पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अब त्यो नानीले जुन चाहिँ तपाईँले भन्नुभएको नानीले अब आफूलाई चाहिँ अब विश्वास नभए पनि उसको लेखाइमा राम्रो भयो होला, उसको चाहिँ अब भनौँ न त्यो भाइभा लिँदाखेरि राम्रो भयो होला। अब त्यसै चाहिँ के हो त यो विद्यार्थीलाई मैले चाहिँ A+ दिउँ भनेर त कुन चाहिँ शिक्षकले त्यसरी दिनुहुन्छ? मलाई लाग्छ एउटा सच्चा शिक्षकले त्यसरी चाहिँ के हो त नचाहिने नम्बर चाहिँ
दिनुहुन्न, यो चाहिँ पक्कै पनि दिनुहुन्न भन्ने म विश्वास गर्छु। र अब भर्खर भन्ने नानीलाई म के सुझाव दिन चाहन्छु भन्दाखेरि आत्मविश्वास आफूमा जगाउनुपर्छ। मलाई A+ आएको छ, म यो A+लाई म इज्जत राख्छु भनेर आगामीको अब चाहिँ फर्दर स्टडीमा, अगाडिको स्टडीमा आफूलाई एउटा मैले चाहिँ पुरस्कार पाएको हो, यो पुरस्कारलाई म खेर जान दिन्न, म मेहनत गर्छु भनेर लाग्नु पर्यो। यो नानीलाई यही म सुझाव दिन्छु। उनले आत्मविश्वास बढाउनु पर्यो, बढाउनु पर्यो। किनभने अब उनको कन्फिडेन्स चाहिँ के थियो भने म B सम्म आउँछु होला, म साधारण यस्तो कलेजमा पढ्छु, उसले त्यो एक्सपेक्टेसन गरे होला। A+ आएपछि अब त्यही आधारमा त्यही अनुसारै पढ्नु पर्यो होइन, कम्पिटिसन पनि त्यस्तै गाह्रो छ, अनि सक्दिनन् कि भन्ने मलाई त्यस्तो भयो होला सायद। खुसी लाग्यो है यहाँले क्लियर गरिदिनु भयो। त्यो बच्चाहरूले चाहिँ राम्रोसँग इभ्यालुएसन भएको छ भन्ने मलाई विश्वस्त हुनुहुन्छ है। अब कुरा अलिकति बदलौँ है, यहाँ छौँ हामी। हजुर प्लिज। अहिले स्थानीय पाठ्यक्रम हाम्रो नगरपालिकामा स्थानीय पाठ्यक्रम विकास गरिएको छ। यो त धेरै पुरानो आयोजना हो, तर सुरु गर्न सकिएको थिएन। आफ्नै तयारीले गर्दाखेरि गभर्मेन्टले सुरु गर्न सकेको थिएन। हाम्रो नगरपालिकामा चाहिँ यसपालिदेखि सुरु भएको छ। यो पाठ्यक्रमले चाहिँ उद्देश्य कस्तो राख्यो होला, के को लागि स्थानीय पाठ्यक्रम चाहियो त? धेरै धेरै धन्यवाद, असाध्यै मिठो राम्रो क्वेसन गर्नुभयो। यो एउटा स्थानीय पाठ्यक्रम वास्तवमा यो अत्यन्त जरुरत छ, अत्यन्तै जरुरत छ। अहिले 3 तहको हाम्रो चाहिँ यहाँ छ। स्थानीय चाहिँ सरकारले यहाँको स्थितिलाई हेरेर नै स्थानीय पाठ्यक्रम चाहिँ निर्धारण गरेको छ। सर्वप्रथम त म कीर्तिपुर नगरपालिकालाई विशेष म धन्यवाद दिन चाहन्छु। कीर्तिपुर नगरपालिकाको शिक्षा समितिको जागरुकमा होइन, हाम्रै चाहिँ अब मेयरज्यूको चाहिँ संयोजकत्वमा होइन, अध्यक्षतामा यो स्थानीय पाठ्यक्रम तयार भएको छ। सबभन्दा पहिला त स्थानीय पाठ्यक्रम तयार गर्नमा सहयोग गर्नुहुने सम्पूर्ण विज्ञहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु है। यो स्थानीय पाठ्यक्रम अत्यन्त महत्त्व छ। यसमा मैले के राख्न चाहन्छु भन्नाको यहाँका जनताहरूको, यहाँको जनसङ्ख्याको बनोट होइन, अनि कति जनसङ्ख्या छन्, मेल कति छन्, फिमेल कति छन्, बच्चाहरू कति छन्, 5 वर्ष मुनिका कति छन् भन्न खोजेको यहाँको जनताहरूको स्थिति नै थाहा पाउनु सबभन्दा जरुरी छ। यो एउटा भयो। यहाँको भूगोल, रहनसहन, संस्कृति, अनि हामी भन्छौँ नि नखचख भन्छौँ क्या, यहाँको चाहिँ अब के चाहिँ चाडपर्वहरू कुन कुन मनाइन्छन्। अब यो किताब नभइदिएको अथवा यो पाठ्यक्रम नभइदिएको भए त कसरी थाहा पाउन सकिन्छ। अब भाषा भयो, यहाँको स्थानीय भाषा पनि त जान्नु पर्यो। यो स्थानीय भाषाले गर्दा यहाँ मलाई अस्ति एकदम खुसी लाग्यो। त्यो राखिएको ठाउँ हामीले त धेरै अगाडिदेखि नै राखेको 5वटा विद्या। हजुर नेपाल भाषा चाहिँ धेरै अगाडि 60देखि नै हो जस्तो लाग्छ मलाई। 5वटा विद्यालय राखेको त धेरै वर्ष भइसक्यो, धेरै पहिलादेखि नै राखेको। उपत्यकामा त छँदैछ, तर हाम्रै कीर्तिपुरमा कीर्तिपुर 5वटा विद्यालयमा त नेपाल भाषा शिक्षण चाहिँ भएकै छ। त्यो धेरै कक्षा 1 देखि 8सम्म चाहिँ होइन, कक्षा 1, 2 चाहिँ देखि 5सम्म चलाउने भन्ने उद्देश्यले राखेकै हो। र अनिवार्य गरिएको छ कि अप्सनल होइन, यस्तो छ। त्यो चाहिँ के हो त, अब विषयहरूमा हामीले नेपाल भाषा पनि राख्ने भनेर निर्णय गरेर है, अरू पनि छन्। यो चाहिँ हप्ताको 2 दिनको हिसाबले राखेको हो। अहिले चाहिँ कम्पलसरी नै छन् होइन। मलाई एकदमै खुसी लाग्यो। यो स्थानीय भाषाले गर्दा हाम्रा बच्चाहरूले 3वटा भाषा त सिक्नै भयो नि। स्थानीय भाषा नेपाल भाषा सिक्ने नै भयो, नेपाल भाषा त्यहाँ चाहिँ छँदैछ सिक्ने नै भयो, र विश्वको लागि चाहिने अङ्ग्रेजी भाषा पनि सिक्ने भयो। हरेक चाहिँ विद्यार्थी चाहिँ 8 क्लाससम्म पार गरेपछि त्यो विद्यार्थीले कमसेकम यहाँको रहनसहन, यहाँको चाहिँ अन्वेषणका कुराहरू, त्यहाँ थुप्रै कुराहरू छन्। 10वटा चाहिँ के हो त सक्षमताहरू राखेका छन्, 10वटा। त्यो 10वटामा चाहिँ त्यसमा चाहिँ अब लकस र स्वास्थ्य सम्बन्धी छ। लकस भनेको यो यहाँको इन्भाइरोमेन्ट के, त्यो इन्भाइरोमेन्ट सम्बन्धी, यसैभित्र वन पैदावारका कुरा पनि आउँछन्,
जीव जन्तुका कुरा पनि आउँछन् अनि त्यो पन्छीहरूका कुरा पनि आउँछन् यहाँका चाहिँ महत्त्वपूर्ण मेडिसिनल प्लान्टका कुराहरू पनि आउँछन् यो कीर्तिपुरमा यति राम्रो राम्रो मेडिसिनल प्लान्टहरू छन् के छ यो नगरपालिकाभित्र पनि हजुर त्यो कुरा केटाकेटीहरूले भनौँ न हाम्रा विद्यार्थीहरूले सिकेपछि स्थानीय तरिकाले पनि उपचार गर्ने विधि पनि उनीहरूले थाहा पाउँछन् त्यसकारण यसमा अब यो पर्यटनका कुराहरू उनीहरूले सिक्नेछन् 8 क्लाससम्म सक्नेले पर्यटनको अन्वेषण गरेर पनि उसले सानो चाहिँ सिप उसले प्राप्त गरिसकेको हुन्छ यो पाठ्यक्रमको अध्ययन गरेर होइन अनि यो नेपाल भाषाबाट पढाउनु र त्यो बाहेक अरू भाषा पनि समावेश हुने केही कार्यक्रमहरू केही राखेको छ अहिले नेपाल भाषालाई नै विशेष जोड दिएर होइन स्थानीय पाठ्यक्रमलाई चाहिँ समावेश भएको छ म चाहिँ एकदमै सल्युट गर्न चाहन्छु थ्याङ्क यू सो मच हाम्रो यो भाषा बिस्तारै लोप हुँदै गएकोलाई अब उत्थान हुन्छ भन्ने म विश्वस्त छु यो नेपाल भाषा चाहिँ गैर नेवारहरूको लागि पनि एकदम फाइदाजनकै छ यहाँ खुसीको कुरा म तपाईँलाई सेयर गर्न चाहन्छु यहाँको नेवारले भन्दा पनि छ नि गैर नेवारले चाहिँ राम्रोसँग सिकेको कसौरी भनेको यो हो अन्ती भनेको यो हो होइन कस्तो रमाइलो हेर्नुहोस् त सोमा भनेको यो हो मौका पायो नि होइन अनि टिचरको नामै जोजो लपा मिस हेर्नुहोस् त नाम उहाँको चाहिँ नलिकन उहाँको नाम नै चाहिँ सबैको अगाडि अहिले मैले पनि बोल्दा जोजो लपा मिस नै भन्न आउँछ हेर्नुहोस् त एउटा अब गौरवकै कुरा भन्ने मलाई लाग्छ अब नेपाल भाषा पढाउँदाखेरि कस्तो भने नेवारका विद्यार्थीहरू बाहेक गैर नेवारहरूले पनि छुट्टै भाषा सिक्न पाए त्यो प्लस पोइन्ट भयो र अर्को के भने स्थानीय भनौँ न आफ्नो लोक्यालिटीमा के कति छ वन पैदावार तपाईँले अघि भन्नुभएको छ वन पैदावारदेखि मन्दिरहरू के कस्तो छ त्यो कुरा त हाम्रो पहिलेको सरकारी पाठ्यक्रम जुन पहिलेदेखि पढाइरहेको छ त्यसमा त समावेश छैन नि त्यसमा अब सामाजिकमा होइन यो कीर्तिपुरमा छैन स्थानीयको छैन त्यो विश्वमा अङ्कित भएको छ नि विश्व सम्पदामा चाहिँ अङ्कित भएको चाहिँ सामाजिकमा उल्लेख छ तर कीर्तिपुरकै भनेर उल्लेख गरेको छैन त्यसले गर्दा कीर्तिपुरमा भएका जस्तै एउटा उदाहरणको लागि पाङ्गामा हेर्नुहोस् त पाङ्गामा मरेपछि त्यहाँ चाहिँ अब लासलाई पुर्याएर आगो राखेर आएपछि होइन सर्टेन त्यो दाउरामा परालको प्रयोग गरेर त्यहाँको डेपो भन्छ लिमिटेड हजुर कोही मान्छे बस्नु पर्दैन हेर्नुहोस् त कोही मान्छे बस्नु पर्दैन यो सम्पदा यो कुरा अब स्थानीय पाठ्यक्रममा पनि आएपछि त सबैले थाहा हुने भयो अब एउटा रिसर्च पनि हुने भयो क्या त्यहाँनिर के छ त के राज लुकेको छ होइन अब त्यसमा के छ भन्ने कुरा त अन्वेषण गर्नु बाँकी नै छ धेरैले अब त्यहाँ पेट्रोलको भन्छन् शक्ति पनि भन्छन् होइन त्यो पनि भन्छन् तर अब म यही हो भनेर अहिले म बोल्न गाह्रो छ त्यसलाई अन्वेषण गर्नु बाँकी छ अनुसन्धान गर्नु बाँकी छ त्यो कुरा त अहिलेसम्म कसैलाई थाहा हुँदैन अब स्थानीय कार्यक्रममा राखेपछि त थाहा हुने सबैलाई थाहा हुने भयो हाम्रो स्थानीय बाहेकका विद्यार्थीहरूले पनि थाहा हुने किनभने सेयर गर्छ थ्याङ्क यू अर्को एउटा कुरा अब आदिनाथमा यति राम्रो भनौँ न कर्णामयको होइन कर्णामय भगवान् कर्णामय त्यहाँ चाहिँ विराजमान छन् त्यस्तै तौडमा कति राम्रो त्यहाँको चाहिँ सिनारियो टाल त्यो तौड छन् अनि त्यहाँको चाहिँ अब कहाँदेखि चाहिँ आउने चराहरूको बारेमा अध्ययन गर्न सकिन्छ अहिले बर्ड वाच भनेर चाहिँ स्कुलले बर्ड वाचका त्यो चाहिँ प्रोजेक्टहरू गरिरहेका छन् भनेपछि हाम्रो स्थानीयमा भएका पहिचान गरेर हामीले नै चाहिँ अध्ययन गर्ने एउटा ठुलो टिचिङको रूपमा हामी मेटेरियलको रूपमा हामी लिन सक्छौँ पक्कै पनि पहिलाको पाठ्यक्रममा कस्तो थियो भने तपाईँको घर कहाँ भन्ने सोध्यो भने मेरो घर कीर्तिपुर भने कीर्तिपुरमा यस्तो छ अरे हो भनेर बाहिरको मान्छेलाई यहाँको विषय थाहा हुन्छ तर हामीलाई यहाँ लोकल मान्छेलाई थाहा छैन कि थाहा छैन
त्यो त्यस्तो स्थितिमा अहिले पाठ्यक्रम यो स्थानीय पाठ्यक्रमले चाहिँ धेरै नै फाइदा पुर्याउँछ। धेरै नै फाइदा पुर्याउँछ। त्यसमा मलाई जहाँसम्म लाग्छ टुरिज्मलाई पनि हामीले डेभलप गर्न सकिन्छ। यहाँको यो बोल्नेको पिठो बिग्छ अरे, नबोल्नेको चामल पनि बिग्दैन भन्ने एउटा उखान छ। भनेपछि हाम्रो यहाँको चम्पादेवी हेर्नुहोस् त, हामी धिनाचो भन्छौँ होइन, धिनाचो माझो धिनाचो, त्यहाँको चाहिँ एउटा त्यहाँको बारेमा हामीले एउटा सानो भनौँ, त्यो सानो एउटा पेपरमा त निकाल्यो भने पनि मान्छेहरू आकर्षित भएर लस्कर आउनुहुन्छ। जस्तै कुवाचो भयो, यहाँको उमामहेश्वर, हामी कुवाचो भन्छौँ है, उमामहेश्वर राति छनै राम्रो बनाएको छ अहिले नगरपालिकाले होइन। त्यस्तै लाभा पोखो, मबी पोखो, भिँ पोखो भनेर ठुल्ठुलो चाहिँ पोखरीहरू अहिले चाहिँ एकदम राम्रोसँग चाहिँ सजाइसकेको छ। हेर्नुहोस् त अहिले कति मलाई लाग्छ 22-23वटा कति 24वटा होइन, ठ्याक्क चाहिँ अब करिब भने मैले यो जुन फल्चाहरू भन्दा नि पुरानो पहिला हाम्रो बजेहरूको पालोको चाहिँ के एउटा हाम्रा बाहिरबाट आउने व्यक्तिहरू कहीँ बास बस्नु पर्यो भने त्यही फल्चामा बस्थे पहिला। अनि त्यो फल्चा अहिले यति राम्रोसँग एउटा सजाएर तयार गर्नुभएको छ। यसको लागि पनि म एकदमै भित्री हृदयदेखि म धन्यवाद नदिकन बस्न म सक्दिनँ। धेरै चाहिँ अझ भएको छ। त्यो कुरा चाहिँ अब झन् उजागर हुने भयो यो स्थानीय पाठ्यक्रमले। हेर्नुहोस् त अहिले बाघ भैरव हेर्नुहोस् त, बाघ भैरवको अब जुनसुकै आन्दोलनमा पनि बाघ भैरवको देन छ भन्ने कुरा सुनेको छु होइन। भनेपछि अब नारायण मन्दिर हेर्ने, पाङ्गामा 2-2वटा नारायण मन्दिर, हरिशङ्कर नारायण मन्दिर होइन, नगाउँमा ढाल्चा खाके भन्छ नि, तपाईँले सुन्नुभएको छ कि छैन? त्यो हाम्रो मुयाको दिनलाई तपाईँले पनि सुन्नुभएको छैन। हेर्नुहोस् त त्यो नगाउँमा स्कुलको छेउको मन्दिर त्यो चाहिँ अब विष्णु त्यो चाहिँ बालकुमारी त्यो भयो, हामी पिगाउँ भन्छौँ होइन। जब त्यहाँको जात्रा एकदम नै अद्भुत किसिमको जात्रा छ। त्यो जात्रालाई पनि उजागर गर्नलाई कहिलेकाहीँ अब हाम्रो कर्णजीको लेखहरू म हेरेको अनुसार मैले बोलेको हो, म आफैले थाहा भएर बोलेको होइन। त्यो पुरा चाहिँ विधिपूर्वकमा होइन तान्त्रिक लगाएर त्यो चाहिँ पूजा गरिकन राति, त्यो पनि राति हामी रक्सी राख्ने ढाल्चा भन्छौँ क्या, अब नामै ढाल्चा खाक्यो। हेर्नुहोस् न, ढाल्चा खाक्यो भनेर त्यो चाहिँ जात्रै हुन्छ। मोयाको दिन, अष्टमीको दिन जुन चाहिँ हाम्रो अब इन्द्रायणी भनेको एक दिन पछाडि यहाँ किर्तिपुरको जात्रा भयो है, र पाङ्गाको चाहिँ विष्णुदेवी बालकुमारी जात्रा भयो। अनि यो विष्णुदेवी मन्दिरमा देउटा पुर्याएकै दिनमा बालकुमारी त्यो चाहिँ ढाल्चा खाके जात्रा पनि मनाउँछ। अब यही बसेर हजुर अबका विद्यार्थीहरूले चाहिँ सानैमा यो कुरा थाहा पाउने भयो। यहाँ यो पाठ्यक्रममा यो पनि समावेश गरेको छ। हेर्नुहोस् त, मूर्त सम्पदा र अमूर्त सम्पदा भनेपछि अब भाइटिकामा के चाहिँ सामग्री प्रयोग गरिन्छ होइन, महपूजामा हाम्रो शरीरलाई किन पूजा गरिन्छ, यी सबै चाहिँ अमूर्त चाहिँ कुराहरू हुन् भने अब गाई जात्रामा गाईमा चाहिँ किन त्यो गणेशको मूर्ति अनि चाहिँ एउटा सिंह जस्तै किन राखिएको, यो सबैको कारण छ होइन। त्यसको चाहिँ मूर्त र अमूर्त सम्पदाहरू पनि यो स्थानीय पाठ्यक्रमले पक्कै पनि विद्यार्थीमा अलिकति इन्करेज अथवा राम्ररी चाहिँ उनीहरूले चाहिँ क्वालिटी रूपमा गुणस्तरीय रूपमा सिकिन्छ भन्ने म पाठ्यक्रममा त उनीहरूलाई अब लेख्न उनीहरूलाई अब थुप्रै कुराहरू आफैलाई, जस्तै अब इन्द्रायणी वन पैदावार भन्ने छ, त्यहाँ चाहिँ बाघ भैरव वन पैदावार दुईवटा छ, त्यहाँ उसमा गणेश स्थानमा वन पैदावार छ भनेपछि एउटा सानो उदाहरणको लागि त्यो शिक्षकले अरू केही गर्नु पर्दैन, एउटा यो पाठ्यक्रमले पनि दिएको छ कसरी लाने, उद्देश्य के हो, अनि के युज गर्ने होइन, कुन तरिकाले विद्यार्थीलाई चाहिँ शिक्षण गर्ने सबै पाठ्यक्रममा उल्लेख गरेको छ। यो साह्रै राम्रो हो। र एक कक्षामा उद्देश्य के हो, कसरी जाने, 2 कक्षामा उद्देश्य के हो, कसरी जाने भन्ने कुरा 1 देखि 8 सम्म नै छुट्याएको देखिन्छ। फरकै छ, छुट्याएको छ। र एउटा म गाँस्न चाहन्छु, जस्तै एउटा सानो उदाहरणको लागि यो इन्द्रायणी वनमा
कस्ता खालका जनावरहरू छन्, कस्ता खालका किरापट्याङ्ग्रा छन्, कम्तीमा पनि त्यो इन्द्रायणी वनमा भएका कम्तीमा चाहिँ के त फुल फुल्ने बिरुवा 10 वटा, फुल नफुल्ने बिरुवा 10 वटा र हामीलाई काम लाग्ने खालको मेडिसिनल प्लान्ट, हामीलाई हाम्रो स्वास्थ्यलाई मिल्ने खालको मेडिसिनल प्लान्टहरू हैन, औषधिजन्य भन्छन् नि बिरुवाहरू के छन् ल अन्वेषण गरेर ल्याउने, ल चाहिँ सानो चाहिँ खोज तलास गरेर ल्याउने भनेर ती केटाकेटीहरूलाई हामीले काम मात्रै दिने पनि यो यसमा चाहिँ समावेश भएको छ। यसरी हजुर यसरी दियो भने केटाकेटीले अन्वेषणात्मक रूपमा आजभोलि चाहिँ के हो त खालि कक्षामा बसेर क्लास लिएर चाहिँ हुँदैन, त्यो तरिकाले स्थानीय पाठ्यक्रममा लान सक्यो भने जरुर चाहिँ यो चाहिँ हाम्रो फलिफाप हुन्छ। धेरै उपलब्धि छ है यो पाठ्यक्रमको, खुसी लाग्यो। पक्कै पनि यो स्थानीय पाठ्यक्रम अहिले हाम्रो गभर्मेन्टले निकालेको छ, यसले चाहिँ फलदायी रिजल्ट दियोस्। संविधानमै व्यवस्था भएको छ यो स्थानीय पाठ्यक्रम, यो संविधानमै व्यवस्था भए अनुसारै प्रत्येक पालिकाले हजुर अब जस्तै एउटा उदाहरणको लागि 2 वर्ष अगाडि नै सिन्धुली मारिन गाउँपालिकामा 2 वर्ष अगाडि नै चाहिँ नेपाल भाषा भन्दाखेरि पनि स्थानीय भाषा स्थानीय पाठ्यक्रम लागू भएको अस्ति चाहिँ भर्खर भिजिट हुँदाखेरि थाहा भयो। भनेपछि हाम्रो पनि करिब 2 वर्ष पहिलादेखि नै यो स्थानीय पाठ्यक्रम लागू गर्ने भनेर जोडदाम गरेर चाहिँ लाग्नु भएको चाहिँ हो। तर यो वर्ष 2078 देखि मलाई जहाँसम्म लाग्छ यो भनौँ न निजी स्कुल हैन, कम्युनिटी स्कुल जति पनि स्कुल छन् सबै लागू गर्नु हुनेछ भने म त पूर्ण विश्वास छु। हजुर यो एकदमै राम्रो कुरा हो। स्थानीय बारेमा आफ्नो लोकालिटीको बारेमा विद्यार्थीलाई थाहा हुनुपर्छ। पक्कै हामीले त त्यो अवसर पाएनौँ हैन। अहिलेका विद्यार्थीहरू धेरै इनर्जेटिक छन्, उनीहरूले त्यो सुविधा पाउन्, धेरै राम्रो कुरा हो यो। यो कार्यक्रम सफल होस् भन्ने हामी आशा गरौँ। अब कार्यक्रमको हामी अन्त्यतिर आइपुगेका छौँ। तपाईँलाई एकपटक बधाई पनि दिन चाहन्छु म। भर्खरै शिक्षा सेवा आयोगको सदस्यमा नियुक्ति हुनुभएको छ। शिक्षक सेवा आयोगको सदस्यमा हैन, यो पद ग्रहण गर्नुभएको छ, एकदमै बधाई दिन चाहन्छु नेपालको तर्फबाट। धन्यवाद। यो शिक्षक सेवा आयोगको बारेमा अलिकति बताइदिनुहोस् न, के गर्छ यो शिक्षक सेवा आयोग? धन्यवाद। यो शिक्षक सेवा आयोग भनेको एउटा महत्त्वपूर्ण आयोग हो। यसको प्रमुख काम भनेकै कक्षामा विद्यालयमा एउटा राम्रो सक्षम लगनशील मेहनती र म टिचर बन्छु पेसाप्रति इमान्दार भएको हैन, त्यो चाहिँ शिक्षक विद्यालयमा पुर्याउनु नै यसको चाहिँ एउटा प्रमुख लक्ष्य हो। त्यसकारण शिक्षक सेवा आयोगको प्रमुख काम भनेकै शिक्षक बन्न चाहने शिक्षकहरूलाई अध्यापन अनुमति प्रदान गर्ने एक। 2 नम्बरमा अब सबभन्दा पहिला त कुन विद्यालयमा खाली शिक्षक छन् भन्नु मतलब दरबन्दी कहाँ खाली छन्, किटान गरेको दरबन्दी अनुसार त्यो मिलान गर्ने काम पनि शिक्षक सेवा आयोगको हो। मैले भन्नु खोजेको के भन्दाखेरि शिक्षक खाली चाहिँ प्रतियोगिता गरेर लिखित परीक्षा, मौखिक परीक्षा, पाठ्यक्रम निर्माण गर्नेदेखि लिएर यो शिक्षक पदपूर्ति गर्ने जिम्मा पनि शिक्षक सेवा आयोगको हो भने ती चाहिँ अध्यापन गरिरहेका शिक्षकहरूको हौसलाको लागि उहाँले पदोन्नति पनि त गर्नु पर्यो नि, बढुवा गर्ने काम पनि शिक्षक सेवा आयोगको काम हो। यसको लागि छुट्टै लिखित परीक्षा, मौखिक परीक्षा विभाग, त्यस्तै चाहिँ पाठ्यक्रम निर्माण गर्ने विभाग र विज्ञहरूलाई रोस्टर नै बनाएर नेपालभरिको विज्ञहरू को हुनुहुन्छ शिक्षकहरूबाट नि लिनुहुन्छ, टियुबाट लिनुहुन्छ। त्यस्तै चाहिँ हाम्रै अब अध्यापन गरिरहेका राम्रा विज्ञ सरहरूलाई चाहिँ आह्वान गरिकन एउटा रोस्टर तयार गरिन्छ। त्यो अनुसार नै त्यहाँ चाहिँ तयार गरिकन प्रश्नपत्र निर्माण गर्ने शाखा अलगै हुन्छ, मौखिक परीक्षा सञ्चालन गर्ने शाखा अलगै हुन्छ। एउटा ज्ञान, सेप, सिद्धान्त, प्रविधि र आइसिटी बेस हैन, यी सबै चाहिँ एउटा मिलाएर अगाडि चाहिँ बढाउने शिक्षक सेवा आयोगको काम।
मतलब सक्षम शिक्षक Yes. उत्पादन गरेर सक्षम नागरिक उत्पादन गर्ने विद्यार्थी उद्देश्यलाई हजुर भन्ने है हजुर त्यस्तो गहन जिम्मेवारी तपाईँको काँधमा आइपुगेको छ हजुर थ्याङ्क यू आशा छ यो कार्यावधि सफल होस् धन्यवाद तपाईँले सोचे जस्तै शिक्षकहरू उत्पादन हुन् होइन म आयोगमा नहुँदाखेरि पनि हजुर म आफैले अनुभव गरेको हजुर म जनसेवा माध्यमिक विद्यालयमा हजुर 66 साल असारको 25 गतेदेखि 2076 साल यो आश्विनको 12 गतेसम्म मैले हेयर टिचर भएर अथवा प्रधानाध्यापक भएर मैले हजुर काम गर्ने मौका पाएँ जसले चाहिँ के हो त यहाँ हाम्रो अब व्यवस्थापनको त्यत्तिकै मलाई चाहिँ सहयोग गर्नुभयो समुदायले त्यत्तिकै सहयोग गर्नुभयो र टिचरहरूले शिक्षक मित्रहरूले धेरै नै सहयोग गर्नुभयो त्यस्तै चाहिँ कर्मचारी मित्रहरूले भयो विद्यार्थीहरूले पनि भयो भन्नु खोजेको यो संयुक्त रूपमा टिमवर्कको कारणले गर्दा अगाडि बढ यही सन्दर्भमा यो शिक्षक सेवा आयोगबाट नियुक्ति हुनुभएका शिक्षकहरूको आचरण हेर्नु मैले देखेँ है यो मेरो अनुभव हो हजुर हजुर तपाईँ जनसेवा स्कुलमा टिचिङ गर्दाखेरिको मेरो अनुभव म बोल्दैछु उताबाट भनौँ मतलब आयोग पास भएका शिक्षकहरू क्वालिटी नै हुनुहुन्छ त्यसकारण म एकदम नै विश्वास गर्छु शिक्षक सेवा आयोगबाट एकदम नै त्यहाँ चाहिँ सिस्टममा चाहिँ चलेको हुनाले एक रति पनि तलमाथि हुँदैन सक्षम शिक्षक नै उत्पादन हुन्छ यसमा दुई मत छैन जनसेवा माध्यमिक विद्यालयमा 38 सालदेखि पढाउनु भयो 10 वर्ष प्रधानाध्यापिका हुनुभयो सायद तपाईँ नभइदिया भए त्यो स्कुल अहिले यो हालतमा हुँदैन थियो होला जस्तो मैले आफ्नै पर्सनल फिल गरेको है तपाईँभन्दा अगाडिका प्रधानाध्यापकहरू पनि मैले देखेँ तपाईँ सायद त्यो ठाउँमा नहुनु भइदिएको भए सायद जनसेवा स्कुल पनि अन्त गएर कतै मर्ज भइसक्थ्यो कि मलाई सोचेको होइन तपाईँले सोच्नुभयो यसको लागि धन्यवाद छ तर म यो कुरामा चाहिँ म नभइदिएको भए नै म सोच्दिनँ होइन म नभएमा अरू कोही चाहिँ पक्कै पनि हुन्छ मैले भन्नु खोजेको के भन्दाखेरि त्यो चाहिँ के हो त अब जनसेवामा भनौँ न अरू हेयर टिचरले पनि मेहनत गरेरै अगाडि त पक्कै बढाउनुहुन्छ भन्ने म विश्वास गर्छु र सबभन्दा पहिला हरेक हेयर टिचरलाई एउटा म यो विद्यालयलाई यसरी बनाउँछु भन्ने एउटा चाहिँ योजना चाहिँ पक्कै हुनुपर्छ त्यो योजना परिपूर्तिको लागि व्यवस्थापन समितिको त्यतिकै चाहिँ महत्त्व हुन्छ मैले अघि पनि भनिसकेँ फेरि पनि जोड समितिमा हुनुहुन्छ है अहिले छ म छु तपाईँ हुनु भएन भने जनसेवा स्कुल कता कता खल्लो के भए जस्तो हुँदो होला सायद त्यस्तो त नभनौँ निरन्तर अहिलेसम्म सेवा गरिरहनु भएको छ त्यसले गर्दाखेरि पनि सायद हुन सक्छ कतै त्यो टिमवर्कै हो म व्यक्तिलाई कहिले पनि म भन्दिनँ टिमवर्कै हो जहाँ टिमवर्क हुन्छ त्यो विद्यालय राम्रै हुन्छ हरेक शिक्षकको त्यत्तिकै चाहिँ एउटा सहयोग चाहिन्छ नै ढोरमा बस्ने दाइदेखि लिएर होइन यो चाहिँ भनौँ न सानो पददेखि लिएर इसिडीको टिचरलाई पनि रिजाउनै पर्छ हामीले हरेक टिचरको मर्म अनि चाहिँ उहाँहरूको अवस्था त्यो चाहिँ प्रमुखले चाहिँ बुझ्नै पर्छ क्या त्यो चाहिँ मलाई लाग्छ त्यसकारण टिमवर्कप्रति म विश्वास गर्छु पक्कै पनि तपाईँको लगनशीलता र तपाईँको आत्मविश्वासले त्यो स्कुल यहाँसम्म आइपुगेको छ है अहिले होइन यो तपाईँले भन्नुभयो ठिक छ आत्मविश्वास त हुनै पर्यो यो अनि एउटा दृढ विश्वास सङ्कल्प निरन्तर लाग्नुपर्छ एक्लै होइन है एक्लै लागेर हुँदैन एउटा सबै समेटेर सबै सँगै चाहिँ जानुपर्छ काम मात्र होइन यो क्षमता ह्युमन बिङ सबैमा हुन्छ म यसरी विश्वास गर्छु अब कार्यक्रमको हामी अन्त्यतिर आइपुगेको अन्त्यमा जाँदै मैले केही सोध्न भुलेँ कि तपाईँको मनमा केही बताउने इच्छा थियो कि भन्ने केही कुराहरू बचेका छन् भने बताइदिनुहोस् न म चाहिँ आफू सुरुदेखि प्राविमा प्रवेश गरेँ त्यसपछि निमाविमा प्रवेश गरेँ त्यसपछि माविमा प्रवेश गरेँ यो मेरो आफ्नो अनुभवले के बोलेको छ भन्दाखेरि विद्यार्थीलाई सक्षम बनाउने भनेको शिक्षक नै हो विद्यार्थीलाई सक्षम बनाउने विद्यार्थीलाई के चाहिँ कुन धारमा लग्ने
विद्यार्थीलाई सिप कसरी उसलाई चाहिँ जीवनमुखी बनाउने, हजुर जीवनमुखी शिक्षा नभइकन अगाडि बढ्दैन। र विद्यार्थीलाई चाहिँ एउटा सक्षम बनाउनुको लागि शिक्षकमा ठुलो हात छ। त्यस कारण म आदरणीय शिक्षक मित्रहरूलाई म बिन्ती गरेर भन्न चाहन्छु, तपाईँको काँधमा विद्यार्थीलाई राम्रो गर्ने तपाईँको काँधमा छ। त्यस कारण त्यो जिम्मेवारी सम्पूर्ण मेरा मित्रहरूले, शिक्षक मित्रहरूले पुरा गर्नुहुनेछ। त्यो पुरा गर्नको लागि शिक्षकहरूले बहुत मेहनत गर्नुपर्छ। त्यो मेहनत अवश्य गर्नुहुन्छ। रिसर्च बेसमा अनुसन्धान तरिकाले अन्वेषण गरेको कुरालाई रिपोर्ट लेख्न लगाउने बानी बसालेर मेरा मित्रहरूले अगाडि लानुहुनेछ भन्ने म विश्वास गर्दछु। मैले चाहिँ छुटाएको कुरा यही हो। हजुर, खुसी लाग्यो, एकदमै खुसी लाग्यो। यहाँसम्म आइदिनु भयो, यतिका समय दिनुभयो, व्यस्तताका बावजुद पनि नेवा एफएमलाई सम्झेर यहाँसम्म आइदिनु भयो, हाम्रो अनुरोधलाई स्वीकार गरिदिनु भयो। धेरै धेरै नेवा एफएमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। भविष्यमा फेरि यस्तै जमघट होस् भन्ने आशा राखेको छु। हजुर। अब आजको कार्यक्रमको समय सकिएको छ। हजुर। श्रोताहरू, आजको कार्यक्रममा नन्दकुमारी महाजन जनसेवा माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापिका र हाल सञ्चालक समितिमा उहाँ हुनुहुन्छ। उहाँले हेरिरहनु भएको यो स्कुल 2038 सालदेखि आज 38 सालदेखि 78 सालमा 40 वर्ष पुरा भइसकेको छ। उहाँले अझ निरन्तरता दिँदै हुनुहुन्छ यो स्कुललाई। सायद यो उहाँको जुनी रहेसम्म यो स्कुललाई निरन्तरता दिनुहुन्छ होला जस्तो लाग्छ मलाई। राम्रो होस् जनसेवा स्कुलको। र अहिले भर्खरै शिक्षक सेवा आयोगको सदस्य पद ग्रहण गर्नुभएको छ। यो पनि उहाँको कार्यकाल सफल होस् भन्ने आशा राख्छु। आजको कार्यक्रमबाट युट्युब प्रविधि संयोजन गर्नुहुने रोबिन महाजन र हाम्रो अहिले कार्यक्रम सञ्चालनमा हामीलाई प्रविधिमा संयोजन गर्नुहुने सुशान्त श्रेष्ठजी हुनुहुन्छ। उहाँहरूलाई धन्यवाद दिँदै आजको लागि नेपाल भाषा एकाडेमीबाट प्रसारण गर्ने यो समय सन्दर्भ यति नै। अर्को हप्ता फेरि भेटौँला। शुभ। धन्यवाद। म पनि शुभ भन्न चाहन्छु।